हेलो नमस्ते साथीहरू, आज पनि स्वागत छ हजुरहरूलाई मेरो सानो मिनुमा। चाहिँ मैले दिउँसो खाजाबाट सुरु गरेँ साथीहरू होइन। दिउँसो खाजासाजा खाएर म चाहिँ बारतिर लागेँ। बारतिर गएको त बाटोमा कस्तो राम्रो कमिलाको ग्रुप देखेँ कि अनि भिडियो बनाउन मन लागिहाल्यो। अनि त्यसपछि बनाएँ। हेर्नु साथीहरू, कमिला कस्तो मजाले मिलेर काम गरिरहेछ, खाने खाइरहेछ होइन। कस्तो मन पऱ्यो कि अनि भिडियो बनाउन मन लागेर बनाएँ। त्यसपछि म फेरि लागेँ बारतिर सागहरू टिप्न, तरकारी टिप्न। अनि अस्ति हामीले गोडेको भान्डा चाहिँ यत्तिको भएको साथीहरू, हेर्नुहोस् न फुल फुलेको छ, कस्तो फुल राम्रो लागेर भिडियो बनाउन मन लाग्यो। पछि म फलेपछि नि हजुरहरूलाई भिडियो बनाएर देखाउँछु ल साथीहरू। अनि फेरि त्यसपछि म लागेँ परवल टिप्न। हजुरहरूलाई कतिलाई थाहा छ परवल, कतिलाई थाहा छैन होला है साथीहरू। थाहा छ भने प्लिज कमेन्ट गर्नुहोस् ल। गाउँघरमा बस्नुको फाइदा चाहिँ यो कि साथीहरू, हेर्नुहोस् न, अर्ग्यानिक खाना पाइन्छ। मिहिनेत चाहिँ गर्नुपर्छ थोरै होइन, अर्ग्यानिक खाना पाइन्छ। त्यसपछि म लागेँ साथीहरू बारीमा मुन्टा टिप्न होइन। मुन्टा चाहिँ कस्तो घारीमा थियो क्या योपालि। अनि घारीमा डराइ म टिपिरहेको छु मुन्टा, यताउति खात्रा खुत्रो गर्दै। कस्तो डर लागिरहेको थियो मुन्टा टिप्नु, त्यही पनि टिपेर घरमा आएर केलाउन थालेँ। अनि मुन्टा केला कति भिडियो हाल्नुभएको भन्नुहुन्छ साथीहरू। के गर्नु त हौ, सिजनमा अब यही सिजन छ, मुन्टाकै सिजन छ, केलाउने टिप्ने। अनि के गर्नु त अलि पछि त फेरि मुन्टा केलाको टिपेको भिडियो हाल्छु भन्दा नि पाउँदिनँ, मुन्टा खान्छु भन्दा नि पाउँदैन। अनि अब छाकेपछि अहिले चाहिँ हामी मुन्टा केलाउँछौँ, खान्छौँ। हजुरहरूलाई कतिको मनपर्छ मुन्टा प्लिज कमेन्ट गर्नुहोस् ल। बाई बाई साथीहरू, आज मेरो मिनी ब्लग यति नै।